हेलो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई। आज फेरि एउटा नयाँ भिडियो लिएर तपाईँहरूको माझ उपस्थित भएको छु। आज म तपाईँहरूलाई एसबीआई योनो एप्सको माध्यमबाट मात्र इन्डियन करेन्सी रु 20 रुपियाँमा इन्डियन करेन्सी रु 50,000 एसबीआई योनो एप्सको माध्यमबाट नेपाल एसबीआई ब्याङ्कमा कसरी ट्रान्सफर गर्ने यस बारेमा विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। यसको लागि तपाईले सर्वप्रथम आफ्नो मोबाइलमा भएको यो योनो एप्सलाई यस्तो प्रकारले ओपन गर्नुहोस्। त्यसपछि एमपिन वाला सेक्सनमा यस्तो प्रकारले आफ्नो एमपिन टाइप गर्नुहोस्। अब तपाईको मोबाइलमा यस्तो प्रकारको इन्टरफेस ओपन हुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ यो पेमेन्ट एन्ड ट्रान्सफरको तलपट्टि थुप्रै अप्सनहरू दिएको छ, जसमध्ये युपीआई, फन्ड ट्रान्सफर, बिल एन्ड योनो क्यास। यसमध्ये तपाईहरूले यो फन्ड ट्रान्सफर वाला अप्सनमा तपाईहरूले क्लिक गर्नुपर्ने हुन्छ। तपाईले देख्न सक्नुहुन्छ यो फन्ड ट्रान्सफरमा अहिले हाइलाइट भएर आइसकेको छ। साथसाथै त्यसैको तलपट्टि 4वटा नयाँ अप्सनहरू खुलिसकेको छ। यसमध्ये तपाईहरूले यो सेन्ड मनी अपलोड वाला अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि फेरि तपाईको मोबाइलमा यस्तो प्रकारले आफूले एड गरेको बेनिफिसियरी अर्थात् पेई यस्तो प्रकारले सम्पूर्ण डिस्प्ले भएर आउँछ। यसपछि फेरि तपाईले आफ्नो कुन चाहिँ बेनिफिसियरी अर्थात् पेईलाई पैसा ट्रान्सफर गर्ने हो त्यो बेनिफिसियरीको दाहिनेपट्टि दिएको यो पे वाला अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। अब मैले आफ्नो पेईको दाहिनेपट्टि दिएको पे वाला अप्सनलाई क्लिक गरिसकेको अवस्था हो। तपाईले देख्न सक्नुहुन्छ यसमा प्रपोज अफ रेमिटेन्स, त्यसैको तलपट्टि सिलेक्ट प्रपोज, त्यसैको दाहिनेपट्टि डाउन एरोमा क्लिक गर्नुपर्ने हुन्छ। यो डाउन एरोमा क्लिक गरिसकेपछि फेरि यस्तो प्रकारको थुप्रै अप्सनहरू देख्न सक्नुहुन्छ। यो अप्सनहरू मध्येमा तपाईले रेमिटेन्स फर फ्यामिली मेन्टेनेन्स एन्ड सेभिङमा क्लिक गर्नुपर्ने हुन्छ। साथीहरू, यसमा ध्यान दिनुपर्ने कुरा, यो अप्सनलाई छोडेर अरू कुनै पनि अप्सन चोइस गरेर तपाईले फन्ड ट्रान्सफर गर्नुभयो भने चार्ज धेरै लाग्छ। त्यसकारणले साथीहरू तपाईहरूले यो रेमिटेन्स फर फ्यामिली मेन्टेनेन्स एन्ड सेभिङ वाला अप्सनलाई चोइस गरेर अर्थात् क्लिक गरेर फन्ड ट्रान्सफर गर्नुहोला। यो प्रपोज फर मेन्टेनेन्समा रेमिटेन्स फर फ्यामिली मेन्टेनेन्स एन्ड सेभिङमा क्लिक गरेर तपाईहरूले फन्ड ट्रान्सफर गर्नुभयो भने एसबीआई टु नेपाल एसबीआई इन्डियन करेन्सी रु 50,000 रुपियाँ ट्रान्सफर गर्दा मात्र 20 रुपियाँ चार्ज लाग्छ। यसकारण रेमिटेन्स फर फ्यामिली मेन्टेनेन्स एन्ड सेभिङ वाला अप्सनलाई चोइस गरेर मात्र फन्ड ट्रान्सफर गर्नुहोला। साथीहरू, अहिले रेमिटेन्स फर फ्यामिली मेन्टेनेन्स एन्ड सेभिङ वाला अप्सनलाई क्लिक गरिसकेको अवस्था हो। तपाईहरूले देख्न सक्नुहुन्छ प्रपोज अफ रेमिटेन्सको सेक्सनमा रेमिटेन्स फर फ्यामिली मेन्टेनेन्स वाला अप्सन टाइप भएर आइसकेको छ। अब यति भइसकेपछि तल दिएको प्रोसिड बटनलाई क्लिक गर्ने। क्लिक गरिसकेपछि फेरि तपाईको मोबाइलमा यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा तपाईहरूले देख्न सक्नुहुन्छ अमाउन्टको तलपट्टि एनपीआर, त्यसैको तल आइएनआर, साथसाथै सबैभन्दा तलपट्टि तपाईको आफ्नो एकाउन्ट नम्बर र आफ्नो ब्याङ्क ब्यालेन्स पनि देख्न सक्नुहुन्छ। अब यस्तो प्रकारले एनपीआर वाला सेक्सनमा नेपाली करेन्सी अमाउन्ट टाइप गर्नुहोस्। त्यसपछि आइएनआर वाला सेक्सनमा माथि तपाईले टाइप गर्नुभएको एनपीआर वाला करेन्सी अटोमेटिकली इन्डियन करेन्सीमा कन्भर्ट भएर आउँछ। अब फेरि यो बीचमा दिएको अप एन्ड डाउन वाला एरोलाई क्लिक गर्नुहोस्। त्यसपछि त्यसैको तल तपाईले देख्न सक्नुहुन्छ एक्सचेन्ज रेट र ब्याङ्क कमिसन पनि देखाइएको छ। यति भइसकेपछि फेरि यो तल दिएको प्रोसिड बटनलाई क्लिक गर्ने। प्रोसिड बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईले देख्न सक्नुहुन्छ अमाउन्ट इन नेपाली करेन्सी, एक्सचेन्ज रेट, अमाउन्ट इन रुपिस, ब्याङ्क कमिसन र ट्रान्जेक्सन चार्ज पनि देख्न सक्नुहुन्छ। फेरि त्यसैको तल टोटल डेबिट अमाउन्ट, तपाईको अकाउन्ट नम्बर, तपाईको अकाउन्ट ब्यालेन्स र तपाईको अकाउन्टको दाहिनेपट्टि यस्तो प्रकारले टिक लागेर आउँछ। त्यसपछि यो सबैभन्दा तल दिएको प्रोसिड बटनलाई क्लिक गर्ने। यो प्रोसिड बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईको मोबाइलमा यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा सर्वप्रथम यो सोर्स अफ फन्डको दाहिनेपट्टिको डाउन एरोमा क्लिक गर्ने। यो सोर्स अफ फन्डको दाहिनेपट्टिको डाउन एरोमा क्लिक गरिसकेपछि फेरि तपाईले यस्तो खालको थुप्रै अप्सनहरू देख्न सक्नुहुन्छ। मेरो सोर्स अफ फन्ड स्यालेरी हो, त्यसकारणले मैले स्यालेरीलाई चोइस गरेँ। तपाईले आफ्नो आफ्नो हिसाबले आफ्नो आफ्नो सोर्स अफ फन्ड चोइस गर्न सक्नुहुन्छ। साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ यो सोर्स अफ फन्डको सेक्सनमा मैले चोइस गरेको सोर्स अफ फन्ड स्यालेरी
टाइप भएर आइसकेको छ। अब फेरि त्यसैको तलपट्टि ट्रान्जेक्सन टोटल सेक्टर कोडको दाहिनेपट्टिको डाउन एरोमा क्लिक गर्ने। डाउन एरोमा क्लिक गरिसकेपछि फेरि तपाईँको मोबाइलमा यस्तो खालको दुईटा अप्सन देख्न सक्नुहुन्छ। यसमध्ये तपाईँहरूले यो इन्डिभिजुअल अदर्स वाला अप्सनलाई क्लिक गर्ने। त्यसपछि तपाईँहरूले देख्न सक्नुहुन्छ मैले चोइस गरेको स्यालेरी र इन्डिभिजुअल अदर्स आफ्नो आफ्नो सेक्सनमा टाइप भएर आइसकेको छ। अब फेरि तलपट्टि दिएको काउन्टर पार्टी टोटल सेक्टर कोडको दाहिनेपट्टिको डाउन एरोमा क्लिक गर्ने। डाउन एरोमा क्लिक गरिसकेपछि फेरि तपाईँहरूले देख्न सक्नुहुन्छ यसमा पनि दुईटा अप्सन दिएको छ। यो दुईटा अप्सन मध्ये तपाईँहरूले यो नन रेसिडेन्ट इन्डिभिजुअल वाला अप्सनलाई क्लिक गर्नुपर्ने हुन्छ। साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो प्रकारले तीनटै सेक्सनमा आफ्नो आफ्नो अप्सन चोइस गरेर सिलेक्ट भएर टाइप भएर पनि आइसकेको छ। अब फेरि सबैभन्दा तलपट्टि रिमार्क्स वाला सेक्सनमा तपाईँहरूले आफ्नो आफ्नो तरिकाले रिमार्क्स फिलअप गर्न सक्नुहुन्छ। साथीहरू यस्तो प्रकारले यो रिमार्क्स वाला सेक्सन फिलअप गरिसकेपछि फेरि सबैभन्दा तल दिएको प्रोसिड बटनलाई क्लिक गर्ने। प्रोसिड बटनलाई क्लिक गरिसकेपछि फेरि यस्तो खालको पेज ओपन हुन्छ। यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ रिभ्यू ट्रान्जेक्सन डिटेल भनेर यस्तो प्रकारले सबै डिटेल मेनुहरू दिएको छ। अब फेरि सबैभन्दा तल दिएको यो प्रोसिड बटनलाई क्लिक गर्ने। प्रोसिड बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईँको मोबाइलमा यस्तो प्रकारले थुप्रै टर्म एन्ड कन्डिसन देख्न सक्नुहुन्छ। यसलाई तपाईँहरूले आरामसँग पढ्न सक्नुहुन्छ। यसलाई राम्रोसँग पढेर बुझेर मात्र अगाडि बढ्नु होला। साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ आई हेभ रिडको बायाँपट्टि सानो चौकुने कोठा दिएको छ। अब हामीले यसमा टिक लगाउनु पर्ने हुन्छ। यो सानो चौकुने कोठालाई टिक लगाइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ यस्तो प्रकारले चौकुने कोठाभित्र टिक लागेर आउँछ र दाहिनेपट्टिको राइट एरो यस्तो प्रकारले हाइलाइट भएर आउँछ। अब हामीले यो सबैभन्दा तलपट्टि दाहिने कुनामा दिएको राइट एरोलाई क्लिक गर्नुपर्ने हुन्छ। राइट एरोलाई क्लिक गरिसकेपछि फेरि यस्तो खालको अर्को पेज ओपन हुन्छ। यसमा तपाईँले देख्न सक्नुहुन्छ दुईटा अप्सन दिएको छ, युज ओटिपी र एमपिन अथेन्टिकेसन। यसमा तपाईँहरूले कुनै पनि एउटा अप्सनलाई चोइस गरेर अगाडि बढ्न सक्नुहुन्छ। मैले अहिले ओटिपी वाला अप्सनलाई चोइस गरेको छु। यस्तो प्रकारले ओटिपी वाला अप्सनमा क्लिक गरिसकेपछि तपाईँको ब्याङ्कमा रजिस्ट्रेड भएको मोबाइल नम्बरमा ओटिपी आउँछ। ओटिपी आइसकेपछि ओटिपी वाला सेक्सनमा यस्तो प्रकारले ओटिपी टाइप गरी तल दिएको सबमिट बटनलाई क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको मोबाइलमा यस्तो प्रकारको ट्रान्जेक्सन इन प्रोग्रेस भनेर मेसेज डिस्प्ले हुन्छ। एकैछिन प्रतीक्षा गर्नुपर्ने हुन्छ। अब फेरि यस्तो खालको अर्को पेज ओपन हुन्छ। रिक्वेस्ट सक्सेसफुल भएको मेसेजको साथसाथै तपाईँको सम्पूर्ण डिटेलमेन्ट यसरी देख्न सक्नुहुन्छ। यति भइसकेपछि पनि फेरि तपाईँले आफ्नो ट्रान्जेक्सन क्यान्सल गर्न चाहनुहुन्छ भने सबैभन्दा माथिपट्टि दाहिने दिएको यो क्यान्सल ट्रान्जेक्सनवाला बटनलाई क्लिक गरेर तपाईँले आफ्नो ट्रान्जेक्सन क्यान्सल गर्न सक्नुहुन्छ। ट्रान्जेक्सन कन्टिन्यू गर्न चाहनुहुन्छ भने यो सबैभन्दा तल दिएको डन बटनलाई क्लिक गर्नुहोस्। डन बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईँको मोबाइलमा यस्तो अर्को पेज ओपन हुन्छ र रिक्वेस्ट सक्सेसफुल भएको मेसेज पनि डिस्प्ले भएर आउँछ। अब तपाईँले यो तल दिएको भ्यू डिटेलवाला अप्सनलाई क्लिक गरेर तपाईँको आफ्नो डिटेलमेन्ट यस्तो प्रकारले देख्न सक्नुहुन्छ। साथीहरू भिडियोलाई यहाँ आएर समाप्त गर्न चाहे। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल।